2081लाई विदाई गर्दै 2082 को उपलक्ष्यमा सम्पूर्णलाई सुख शान्ति समृद्धि तथा उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना मैले शुभकामना आदर भोलि हाम्रो नयाँ वर्ष अब दुई शुभकामना नयाँ साल। हस् धन्यवाद धन्यवाद। नयाँ वर्षको शुभकामना। नेपालको ह्याप्पी न्यू इयर प्रदेशमा यसरी मनाउन पाइएको छ। नेपालको जस्तो फिलिङ आएर सम्पूर्णलाई नमस्कार। पूर्वी अफ्रिका सिसेल्सबाट यो 2081लाई हामी विदाई गर्दै गर्दा परदेशमा सबैजनालाई अलि धेरैजनालाई अनुकूल मिल्ने आइतबार परेको हुनाले नयाँ वर्ष त बुझि नै हो, तर आज सबैजनालाई अलि अनुकूल पर्ने भएको हुनाले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान र सामान्य जमाघट गर्ने जमर्को गरिएको छ। यहाँ नारायणले विगत 2018देखि औपचारिक र अनौपचारिक विभिन्न कोणबाट परदेशमा सबैलाई भेला गर्ने, दुःख बिर्साउने र शुभकामना आदान प्रदान गर्ने विभिन्न नेपाली चाडपर्वहरूमा त्यो जमर्को त गरिरहेको हुन्छ नै, तर यसपालि चाहिँ अनौपचारिक रूपमा सामान्य जमाघट र दुःख सुख सार्ने र रमाइलो गर्ने एउटा सानो जमर्को गरिएको हो। त्यसै सिलसिलामा हामी माहे, लाती र प्रालेमा छुट्टै अनौपचारिक भेटघाट गर्ने जमर्को रहेको छ। यसमा सिसेल्सको दोस्रो ठुलो टापु प्रासलिनमा कार्यरत रहेको हुनाले यहाँ म आफै पनि स्वयं उपस्थित भएको छु र अन्य आइल्यान्डहरूमा त्यहाँ कार्यरत टिमले व्यवस्थापन गरिरहेको छ र आज यो अनौपचारिक भेटघाट कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै 2081लाई विदाई गर्दै 2082 को उपलक्ष्यमा सम्पूर्णलाई सुख शान्ति समृद्धि तथा उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना मैले व्यक्तिगत रूपमा र एनआरएन शिक्षकको तर्फबाट व्यक्त गर्न चाहन्छु। एकदम ठिक छ, रमाइलो छ। आज के भयो? नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम हामी प्राली आइल्यान्डमा बस्ने सबै नेपालीहरूको सानो सानो जमघट। हस् धन्यवाद। हस् नेपाली परिवार रमाइलो भइरहेछ। भोलि हाम्रो नयाँ वर्ष, अब भोलि याद हो सालको अन्तिम दिन आज सधैँ रमाइलो गर्न पाऊँ, त्यही हो खुसीको कुरा। धन्यवाद। एकदम रमाइलो जमघट। अब हाम्रो नयाँ साल चाहिँ खास भोलि हो। आज सन्डेको दिन मिलाएर अब यसो हाम्रो एनआरए टिमको यहाँ अध्यक्षज्यूहरूबाट भेटघाट कार्यक्रम अब सानो छोटो मिठो रमाइलो यसो गरी भेटघाट अर्को साल पनि भेटघाट हुनु पाऊँ, यही छ शुभकामना नयाँ साल। हस् धन्यवाद धन्यवाद। आज एनआरएन सिसेल्सले प्रासलिन आइल्यान्डमा यसमा जति पनि हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू भेट हुने जमर्को राख्दै हामीहरूले चाहिँ एउटा सानो भेटघाट कार्यक्रम सहित नयाँ आउँदै गरेको 2082 सालको नयाँ वर्षको शुभकामना आदान प्रदानमा हामी जुटिरहेका छौँ। हाम्रो एनआरएन सिसेल्सको अध्यक्ष श्री मनोज खड्काज्यूले आफ्नो भनाइ राखिसक्नुभयो र सम्पूर्णमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ आगामी दिनमा, विगतका दिनमा भन्दा आगामी दिनमा तपाईँहरूको उत्तर प्रगति सुस्वास्थ्य दीर्घायु कामना गर्दै उहाँले हामीलाई शुभकामना दिनुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। र एनआरएन सिसेल्सले जुन हामीलाई अहिले यत्र छरिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई त्यही ठाउँमा जम्मा गरी एउटा मनमा भएको हर्ष उल्लास र आफ्नो चाहिँ दुःख सुख र सँगै बसेर खाने वातावरण प्रदान गरिदिनु भयो। एनआरएन सिसेल्सलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।